ए डाँडातिर घाम लागेछ चर्को घाम लाग है चर्को घाम लागेछ फुल फलिन्छ नि यस्तो रमाइलो भयो रमाइलो छ है डाँडातिर आमै डाँडा ए बाहमानी आइन्छ नि ए आमै हजुर कहाँ पुगेर आउनुभयो कहाँ रे क्विन्सल्यान्ड बाफ रे कस कहाँ जानु भएको भदा कहाँ जानु भएर आउनुभयो माइत बाफ रे माइत पुगेर आउनुभयो ए भज्जोले के घुमाइदियो रमाइलो गरा हो भज्जोले घुमाउनेसम्म 3 दिनसम्म बिचारा घुमायो काममा गयो के गरौँ त्यही ठाउँमा पनि गयौँ फेरि कामबाट निस्केर फेरि गाडी चलेर गफ गर्दै आइयो अचार मेटियो के अचार मेटिन्यो झन् जिस्क्यो ए मामा घर पुगेर के अरे माइत पुगेर आउनुभयो बाफ रे माइतको झल्को मेट्यो मेट्यो ए अघि के एउटा कहानी लाउनु भएको थियो नि घरमा सबै बानी लाउरे अनि भाइ पनि लाउरे रमाइलो थियो भन्नुभएको थियो भइत्यो है रुनु भयो आमा फेरि रुनु भयो ल के भन्नुभयो त रे आमा सुनाइदिनु त रमाइलो अब सबै पैसा पङ्खालाई छोरी आफ्नो घर गए उसका छोरी नि उसको घर गए दुईटा जति छन् त्यही कति रमाइलो थियो त्यो मामा रमाइलो थियो चञ्चला सेरी थियो हजुरबा हुनुहुन्थ्यो मामा लाउरे फेरि नि हजुरबा छँदै लाउरे भएको स्याहार गरौँ ल नरुनु यस्तै त हो नि नियति भगवानको नियति सबै संसारबाटै आकाशबाट हेर्नुभएको छ हजुरबालाई नि ल अब यस्तै त हो भगवानको नियति सबैको ठिकै त छ नि संसारको रितै त यस्तै हो बा बोल्नु भएको छैन हो बा रमाइलो गरेर आउनुभयो भज्जो कहाँ जानुभयो भज्जो भज्जी नातिनी के भन्छ भज्जोले जानु आउँछु भन्छु उछार पाए आएस नभए हतार नआएस भेट भयो भनेको मैले उछार पाएपछि आएस छुट्टीको मेसो मिलाएर छुट्टी लिएर आउने होइन आउला नि आउला नआए पनि बोल्ने 1 वर्ष भेट भयो भाग्य भने त्यही त नि वर्ष भेट हुन पाइन्न मौका मिल्दाखेरि भेट्नु होला 28 गइयो माइतको झल्को मेट्थेला भनेर तेरो पनि मन उठ्यो मामालाई पठाएको के रे हो नि जाऊ घुम्न कसले हुन्छ र राम्रै छ जतासुकै सन्तोष छ निसन्तोष छैन त्यति धेरै परिवार कि अहिले कोही छैन कोही जाने रहेछ यस्तै हो संसारको रीतामा ठिकै छ भाग्यको खेला हो नराम्रो केही छैन राम्रै छ सबै कोही जाने कोही बस्ने हो अब कमाउन जानु पर्यो क्यारे त नि ठिकै छ आमा ल यस्तै हो खेला आज माइजू गई मेहन्दी काट्न नि मामा एक्लै छ छोरी अब मामा आइज आयो भने पठाइदिन भन्नु पर्ला नि यो हप्तालाई ए ल गुहे पठाइदे मामालाई भनेर पठाइदिएला अनि बसेर जाला नि बिउपल किनेर ल्याइदिन्छु मामाले एउटा बिउपल ल्याइदिन्छु मामाले आएर यहाँ खनी खोर्सी गर्छन् मन लाग्छ मामाको यहाँ 1 हप्ता बसेर जानुहुन्छ मामा हिजो मामाले यहाँ खन्नी खोर्सी गर्नुहुन्छ खुर्सानीको बोट लाउनु होला अब गोडाक 2 महिनामा घर किन्छ भाइले नि ल ठिकै छ किन्नु भनेको अब 2-3 महिनापछि घर किन भनेको अब हेर्न पर्यो अलि सस्तो मिलाएर किन्ला नि ल त नि ल
ल डाँडातिर रमाइलो छ यस्तै दुःख सुख कुरा हुन्छ डाँडातिर आम डाँडातिर बस्न आम चिया खान आम दुःख सुख मिठा कुरा हुन्छ नि डाँडातिर ल भएको थिए आम है आम त्यसरी हेर्न गल्छन् नगर